साथीहरू, अहिले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेको विरुद्धमा जताततै आन्दोलन अनि सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम भइरहेको छ। यसै आन्दोलनको माहौलमा एक सानो तर गम्भीर कुरा भन्न मन लागेको छ। विशेष गरी युवा साथीहरू, तपाईँ जुनसुकै सङ्गठनसँग जोडिनु भएको भए पनि आन्दोलनमा जानुअघि एकछिन रोकिएर सोच्नुहोस् त। आजको परिस्थिति पहिले जस्तो छैन। कानुनी प्रक्रिया कडा छ। गलत कदमको परिणाम तपाईँको सिधै जीवनमा पनि पर्न सक्छ। तोडफोड, हिंसा र गैर कानुनी गतिविधिमा संलग्न हुनु भनेको केवल त्यो क्षणको निर्णय मात्र होइन, त्यसको असर तपाईँको भविष्यमा पर्न सक्छ। सार्वजनिक मुद्दा लाग्न सक्छ, जरिवाना पनि तिर्नुपर्ने हुनसक्छ, अदालत धाउनुपर्ने हुनसक्छ। सबैभन्दा ठुलो कुरा, त्यो रेकर्ड तपाईँको करियर, विदेश जाने योजना र भविष्यका अवसरहरूमा बाधा बन्न सक्छ। पहिले जस्तो केही पनि हुँदैन भन्ने अवस्था अहिले छैन। त्यसैले अरूको उक्साहटमा होइन, आफ्नै विवेकले निर्णय लिनुहोस्। देश अघि बढ्ने कुरा भावनाले होइन, जिम्मेवारीले तय गर्छ। आजको एउटा गलत निर्णय भोलिको ठुलो पछुतो बन्न सक्छ। सचेत बनौँ, संयमित बनौँ र त्योभन्दा महत्त्वपूर्ण कुरा, जिम्मेवार नागरिक बनौँ।